साथीहरू महावीर पुन हाम्रो माननीय महावीर पुन दाइ हुनुहुन्छ उहाँले किताब बेचेर चाहिँ के गर्नुहुन्छ भन्ने कुरा त सबैलाई थाहा छ होला र कतिपयलाई थाहा छैन भने म आज तपाईहरुलाई यो भिडियो देखाउन गइरहेको छु एकचोटी यो भिडियो हेर्नु होला ल दाजुभाइ दिदीबहिनीहरू म लामो समयपछि आज वीरगञ्ज कृषि औजार कारखानामा आएको छु र यहाँ कसरी काम भइरहेछ भन्ने कुरा तपाईहरुलाई म देखाउँदैछु ल हेर्नुहोस् यो वीरगञ्ज कृषि औजार कारखानाको भित्र हो यो सानो मिनी ट्रेलरमा लाग्ने यो चाहिँ अब ट्रेलर भयो यो माटोको भाँडो बनाउने मसिन भयो यो चाहिँ केराको थामबाट रेसा निकाल्ने यो मकै छर्ने आलु रोप्ने आलु गोड्ने यस्ताहरू धान काट्ने र यस्ता सानातिना औजारहरू यहाँ चाहिँ भाइहरूले बनाएर यो परीक्षण गरेर सफल भइसकेका औजारहरू हुन् ल हेर्नुहोस् र यहाँ कृषि औजार जस्तो ठुलो कम्पनीलाई सञ्चालन गर्नको लागि त्यो सञ्चालन गर्नको लागि त्यहाँ दिनपर्ने कर्मचारीहरूलाई तलब दिनुपर्ने विभिन्न खर्चहरूको मेन्टेनको लागि साथीहरू महावीर पुन दाइले किताब बेचेर सङ्घर्ष गरिरहनु भएको छ। यो कसलाई थाहा थियो प्लिज कमेन्ट गर्नु होला र लाइक गर्नु होला र थाहा नभएको मान्छेहरूलाई पनि यो जानकारी गराउनको लागि प्लिज भिडियोलाई शेयर गर्नु होला। थ्यांक यू, कीप वाचिङ, हैव अ गुड डे, हैव अ गुड डे, हैव अ गुड डे। तपाईको दिन शुभ रहोस्।